नमस्कार साथीहरू, स्वागत छ यहाँहरूलाई लर्निङ घरको डे 1 मा। आज चाहिँ हामीले वेब पेज भनेको के हो, वेबसाइट भनेको के हो र वेब ब्राउजर भनेको के हो भनेर चाहिँ एक्सप्लेन गर्नेछौँ डिटेलमा। अनि त्यसै गरी चाहिँ वेब पेजको लागि युज हुने टेक्नोलोजिजहरू जस्तै HTML, CSS, जाभास्क्रिप्ट भयो त्यसको बारेमा पनि हामीले आज एक्सप्लेन गर्नेछौँ र डे 2 बाट चाहिँ हामीले यो HTML, CSS, जाभास्क्रिप्टको चाहिँ प्रोग्रामसहित गर्दै एउटा वेबसाइटै बनाउनेछौँ है। हजुरहरू ध्यान दिएर नातिकन हेर्नुहोला। ल, वेब पेजबाट सुरु गरौँ। वेब पेज भनेको चाहिँ हामीले इन्टरनेटमा उपलब्ध एउटा सिङ्गल डकुमेन्ट हो होइन, जसलाई चाहिँ हामीले वेब ब्राउजरबाट चाहिँ एक्सेस गर्न सक्छौँ। अनि यो वेब पेज बनाउनको लागि चाहिँ हामीले डिफ्रेन्ट टेक्नोलोजी जस्तै HTML भयो, हाइपरटेक्स्ट मार्कअप ल्याङ्ग्वेज, जो चाहिँ वेब पेजको एउटा स्ट्रक्चर भयो। CSS भनेको क्यास्केडिङ स्टाइल सिट, जो चाहिँ डिजाइन र लेआउट भयो। जाभास्क्रिप्ट भनेको एउटा फङ्सनालिटी भयो है, त्यो चाहिँ हामीले युज गर्छौँ। त्यसै गरी चाहिँ वेब पेजले चाहिँ के कन्टेन्ट गर्छ भन्दाखेरि टेक्स्ट भयो, इमेज भयो, भिडियो भयो, हाइपरलिङ्क भयो र अन्य मल्टिमिडियाको इलिमेन्टहरू चाहिँ कन्टेन्ट गर्छ। त्यसै गरी यो वेब पेजको चाहिँ आफ्नै युनिक URL हुन्छ होइन, जसले चाहिँ प्रयोगकर्तालाई चाहिँ इन्टरनेटमा त्यो पेजहरू खोज्नको लागि चाहिँ हेल्प गर्छ है। जस्तै URL भनेको युनिफर्म रिसोर्स लोकेटर है, जसको मतलब के हो भने एउटा एड्रेस हो है, जसलाई चाहिँ ब्राउजरमा टाइप गरेर सिधा त्यो पेज चाहिँ खोल्न सक्छौँ है हामीले। त्यो URL टाइप गर्ने ब्राउजरमा, अनि त्योबाट चाहिँ ब्राउजरमा चाहिँ डाइरेक्ट चाहिँ त्यो पेज खुल्छ है त्यो URLबाट। सो त्यो चाहिँ URL भयो है। अब एउटा सानो एक्जाम्पलको कुरा गर्दाखेरि चाहिँ होइन, उदाहरणको लागि चाहिँ फर एक्जाम्पल हजुरहरूले युट्युबमा कुनै भिडियोहरू खोल्नुहुन्छ है, त्यो विशेष भिडियो देखिने पेज नै वेब पेज हो के। सो त्यो चाहिँ एक्जाम्पल भयो। अब हामीले कुरा गरौँ यसको की पोइन्टहरू पनि हुन्छ त्यो की पोइन्टको है। जस्तै सिङ्गल युनिट अफ कन्टेन्ट भनेको छ है। वेब पेज भनेको के हो भने इन्टरनेटमा लगेको एउटा सिङ्गल पेज हो है। यसको मतलब वेब पेजमा एउटा अलग इन्टिटी हुन्छ है, जो इन्डिपेन्डेन्ट रूपमा URL मार्फत एक्सेस गर्न सकिन्छ। फर एक्जाम्पल युट्युबमा रहेको त्यो विशेष भिडियोको पेज भयो। अब ह्याज इट्स ओन URL, हरेक वेब पेजको आफ्नै युनिक URL हुन्छ। URL भन्ने बित्तिकै एउटा यस्तो एड्रेस जसलाई चाहिँ ब्राउजरमा टाइप गर्ने बित्तिकै सिधा त्यो पेज चाहिँ खुल्ने भइहाल्यो। अनि बिल्ड युजिङ HTML, CSS, जाभास्क्रिप्ट, यो वेब पेज बनाउनको लागि चाहिँ युज हुने ल्याङ्ग्वेजहरू भयो। HTML भनेको पेजको स्ट्रक्चर बनाउनको लागि युज हुन्छ। CSS भनेको त्यो पेजलाई डिजाइन गर्नको लागि र त्यसको लेआउटको लागि युज हुन्छ। अनि जाभास्क्रिप्ट भनेको इन्टरेक्सन गर्न र फङ्सनालिटीको लागि युज हुन्छ। सो अब नेक्स्ट छ हाम्रो वेबसाइट। वेबसाइट भनेको के हो भन्दाखेरि चाहिँ धेरै सम्बन्धित वेब पेजहरूको समूह वा कलेक्सन हो, जुन एउटै डोमेन नेम अन्तर्गत राखिएको हुन्छ। अब डोमेन नेमको कुरा आयो होइन। डोमेन नेम भनेको के हो भने एउटा वेबसाइटको एड्रेस हो है, जसले चाहिँ युजरलाई चाहिँ सजिलै त्यो पेज एक्सेस गर्नको लागि हेल्प गर्छ। फर एक्जाम्पल www.google.com, त्यो चाहिँ एउटा डोमेन नेम हो है। अब यस अन्तर्गत नै धेरै पेजहरू हुन्छन् क्या, जस्तै सर्च पेज भयो, अबाउट पेज भयो। त्यो वेबसाइटभित्र रहेको पेजेसहरू चाहिँ वेब पेज भयो है। अब यहाँ हामीले हेर्न सक्छौँ दिस पेज आर इन्टरकनेक्टेड थ्रु लिङ्क्स आर स्टोरेज अन अ वेब सर्भर भनेको छ है। अब वेब सर्भरको कुरा पनि आयो होइन। वेब सर्भर भनेको के हो भने वेबसाइटका सबै फाइलहरू राख्ने एउटा स्टोरेजको सिस्टमलाई वेब सर्भर भन्छौँ हामीले, जसलाई लिङ्क मार्फत प्रयोगकर्ताले चाहिँ सजिलै एउटा पेजबाट चाहिँ अर्को पेजमा जान सक्छ है। अब यो वेबसाइटका विभिन्न उद्देश्यहरू हुन्छ कि के उद्देश्य हुन्छ भन्दाखेरि चाहिँ अब जस्तै एजुकेसनहरू, जस्तै अध्ययनका लागि भयो है, अनलाइन क्लासहरूको लागि भयो। अनि बिजनेसमा चाहिँ अब कुनै सामानहरू बिक्री वितरण गर्नु छ, बिक्री गर्नको लागि बनाउने वेबसाइट भयो। अनि इन्टरटेनमेन्टको लागि भयो, भिडियो गेम भयो, म्युजिक साइटको लागि, कम्युनिकेसनको लागि इमेल भयो, सोसियल मिडियाहरू है। यो चाहिँ वेबसाइटहरू युज हुने डिफ्रेन्ट पर्पजको लागि है। एजुकेसनको लागि भइहाल्यो, बिजनेस, इन्टरटेनमेन्ट र कम्युनिकेसनको लागि भयो। अब यसको एक्जाम्पलको कुरा गर्दाखेरि चाहिँ गुगल सर्च इन्जिन भयो है। गुगल भनेको अब गुगल भनेको एउटा वेबसाइट जुन सर्च इन्जिनका रूपमा प्रयोग हुन्छ। यसले के गर्छ भने इन्टरनेटमा रहेका जानकारीहरू खोज्न हेल्प गर्छ। जस्तै यसको डोमेन नेम के हो भन्दाखेरि चाहिँ www.google.com। अब मल्टिपल पेजेसहरू हुन्छ यसमा, सर्च पेज भयो, अबाउट पेज भयो, हेल्प पेज आदि है। अब अर्को छ हाम्रो फेसबुक, जो चाहिँ सोसियल नेटवर्किङ भयो है, जसमा फेसबुक भनेको नि एउटा वेबसाइट हो होइन, जुन सोसियल नेटवर्किङका लागि प्रयोग हुन्छ है।
यसले चाहिँ मानिसहरूलाई चाहिँ हाम्रो सन्देश पठाउने, जोड्ने, पोस्टहरू साझा गर्नको लागि हेल्प गर्छ। अब फेसबुकको डोमेन नेमको कुरा गर्दाखेरि चाहिँ www.facebook.com भयो है। अब यसको पेजहरूको कुरा गर्दा चाहिँ होमको फिड हुन्छ, प्रोफाइलको पेज भयो, म्यासेज भयो, नोटिफिकेसन आदि पेजेसहरू चाहिँ फेसबुकमा इन्क्लुडिङ हुन्छ है। अब यो हाम्रो की पोइन्टको कुरा गर्दा चाहिँ होस्टेड अन अ सर्भर। अब वेबसाइट वेब सर्भरमा राखिएको हुन्छ होइन। अब सर्भर भन्ने बित्तिकै कम्प्युटर जसले वेबसाइटका फाइल र डेटा राख्छ र रिक्वेस्ट आउँदा पठाउने काम गर्छ है। अब कन्टेन्ट्स होम पेज, अबाउट पेज, कन्ट्याक्ट पेज है। सो अब वेबसाइटमा धेरै पेज हुन्छन् है, जस्तै होम पेज भनेको मुख्य पेज भयो, अबाउट पेज भनेको जसमा जानकारीहरू राखेको पेज भयो, कन्ट्याक्ट पेज भनेको चाहिँ त्यो सम्पर्क नम्बरहरू राख्छ नि त्यो पेज भयो है। अब अन्य पेज पनि हुन्छ अरू जस्तै सर्भिसेस भयो, ब्लग भयो है, अरू पेजहरू पनि इन्क्लुडिङ चाहिँ हुन्छ है यसमा। अब हाम्रो नेक्स्ट छ वेब ब्राउजर। अब वेब ब्राउजर भनेको के हो भन्दाखेरि एउटा सफ्टवेयर एप्लिकेसन है, जसले प्रयोगकर्तालाई इन्टरनेटमा रहेका वेब पेज र वेबसाइटहरू खोल्न र रिट्राइभ गर्नलाई चाहिँ हेल्प गर्छ है वेब ब्राउजरले। सो फर एक्जाम्पल वेब ब्राउजरको एक्जाम्पलको कुरा गर्दाखेरि के हुन्छ भन्दाखेरि वेब ब्राउजरहरू गुगल क्रोम भयो, मोजिला फायरफक्स भयो, माइक्रोसफ्ट एज भयो, यो सबै वेब ब्राउजर है। मतलब ब्राउजर बिना हामीले वेब पेज र वेबसाइट नै हेर्न सक्दैनौँ कि। ब्राउजर भनेको त्यति इम्पोर्टेन्ट हुन्छ है, न हामीले एक्सेस नै गर्न सक्छौँ वेब पेज र वेबसाइटलाई है। अब यो हाम्रो छ नि यो टाइप्सहरू, मतलब यो एक्जाम्पल्सहरू के वेब पेज वेब ब्राउजरहरू छन्। अब यिनीहरूको चाहिँ डिटेलमा हेर्ने। अब गुगल क्रोमको बारेमा हेरौँ है। गुगल क्रोम भनेको के हो भन्दाखेरि चाहिँ एउटा वेब ब्राउजर हो होइन, जसलाई चाहिँ प्रयोग गरेर हामीले वेबसाइटहरू खोल्न सक्छौँ, जसको चाहिँ स्पिड हुन्छ है, जसले सेक्युरिटी पनि हुन्छ, अनि इजी इन्टरफेस, यो सबै इन्क्लुडिङ हुन्छ गुगल क्रोममा है। अर्को छ मोजिला फायरफक्स। यो पनि एउटा ओपन सोर्स र फ्री वेब ब्राउजर हो होइन, जसमा प्राइभेसी र कस्टमाइजेसनको लागि एकदम फेमस छ मोजिला फायरफक्स। अर्को छ हाम्रो माइक्रोसफ्ट एज, जसलाई चाहिँ डेभलप गरेको हो माइक्रोसफ्टले होइन। अब यो चाहिँ विन्डोमा डिफल्ट ब्राउजरको रूपमा पनि आउँछ है यो माइक्रोसफ्ट एज चाहिँ। अब कुरा गरौँ वेब ब्राउजरको की पोइन्टको है। अब युज टु एक्सेस वेबसाइट होइन। अब वेब ब्राउजर भनेको के हो भने वेब ब्राउजरको मुख्य काम भनेको चाहिँ एक्सेस गर्ने, वेबसाइटहरू खोल्नको लागि मद्दत गर्ने होइन, कामै त्यही हो। जस्तै युआरएल टाइप गरेर लिङ्क क्लिक गर्ने र पेजहरू खोल्न सक्नुहुन्छ होइन यो वेब ब्राउजरबाट। सो त्यो नै काम हो यसको। अनि यसले के गर्छ भने कन्भर्ट्स गर्छ कोडलाई भिजुअल कन्टेन्टमा। जस्तै अब ब्राउजरले एचटीएमएल र सीएसएस जाभास्क्रिप्टको कोडलाई चाहिँ भिजुअल कन्टेन्टमा चाहिँ बदल्छ क्या। मतलब अब केही टेक्स्ट, इमेज, भिडियो, बटन ब्राउजरमा देख्नुहुन्छ नि त्यो सबै। अनि यसले ह्यान्डल गर्छ युजरको रिक्वेस्टहरू। जस्तै ब्राउजरले युजरलाई रिक्वेस्ट पठाउँछ यो पेज ओपन गर्न पर्यो भनेर, बटन क्लिक गर्नु भनेर, सर्भरमा पठाउँछ र सर्भरले रेस्पोन्स दिएर डिस्प्ले गर्छ। अब जस्तै गुगलमा सर्च गर्दा ब्राउजरले रिक्वेस्ट पठाउँछ, सर्भरले रिक्वेस्ट पठाउँछ, अनि ब्राउजरले चाहिँ त्यो रिक्वेस्टलाई डिस्प्ले गरिदिन्छ, त्यो काम भयो है। अब एनदर छ हाम्रो यो वाट इज एचटीएमएल, सीएसएस अनि जाभास्क्रिप्ट। अब एचटीएमएल भनेको त हाइपरटेक्स्ट मार्कअप ल्याङ्ग्वेज, एउटा स्ट्रक्चर भयो है वेब पेजको। कुनै पनि वेब पेज बनाउनको लागि पहिला हामीले स्ट्रक्चर बनाउनुपर्छ, त्यो काम भनेको एचटीएमएल हो होइन। अनि सीएसएस भनेको डिजाइनको पार्ट भयो, त्यो बनाएको स्ट्रक्चरलाई चाहिँ राम्रो लुक दिने काम चाहिँ सीएसएसले गर्छ, र त्यो वेब पेजलाई अलिक इन्टरेक्टिभ र त्यसलाई फङ्सनालिटी बनाउनको लागि चाहिँ जाभास्क्रिप्टले हेल्प गर्छ क्या। एउटा डाइनामिक लुक दिन्छ यसले चाहिँ, त्यो चाहिँ जाभास्क्रिप्ट भयो है। फर एक्जाम्पल ह्युमन बडीको एक्जाम्पल दिउँ होइन। ह्युमन बडीको एक्जाम्पल दिँदाखेरि बडी भनेको एउटा स्ट्रक्चर भयो, एचटीएमएल भयो त्यो। अनि सीएसएस भनेको चाहिँ ह्युमन बडीको जस्तै स्किनको कलर भयो होइन, आईको कलर भयो, त्यो भनेको सीएसएस भयो डिजाइनको लागि। अर्को भयो हाम्रो जाभास्क्रिप्ट। जाभास्क्रिप्ट भनेको चाहिँ अब कसरी काम गर्छ हाम्रो, जस्तै आँखा चिम्लिने टाइप भयो, हातहरू चलाउने, त्यो सबै प्रोसेस चाहिँ जाभास्क्रिप्टको भयो। ल नेक्स्ट भिडियोमा चाहिँ हामीले यो एचटीएमएल, सीएसएस, जाभास्क्रिप्टको डिटेलमा हेर्नेछौँ र यसको प्रोग्राम सहित, र यसमा एचटीएमएलमा इन्क्लुडिङ ट्यागहरू सहित, र सीएसएसको टाइप्सहरू भयो, जाभास्क्रिप्टका भेरिएबल्सका कुराहरू भए। हजुरहरूले राम्रोसँग हेर्नु होला।